डाँडा आइपुगेको छु माथि टेन टाउन भन्ने ठाउँमा है। माथि टेन टाउनमा आइसकेको छौँ। यस्तै छ हाम्रो टेन टाउनको लोकेसन। यो चाहिँ हामी त रमिता भन्ने ठाउँमा पर्छ है। अब सबैलाई प्रायः थाहा छ, कसैलाई थाहा नहुनेलाई है जानकारी राखौँ होला। टेन टाउन भन्छ सबै पर्यटकहरू पनि कहाँदेखि आउँछन् है। यहाँको लोकेसन यस्तो चाहिँ हेर्नुहोस्, यो यहाँ जति पनि छन् सबै इलामहरू इलाम भेट्छ है। हजुरले पनि घुम्न सुटिङ गर्न हरेक घुम्नलाई परिवार ल्याउनलाई पनि एकदम शान्त वातावरण रमाइलो वातावरण छ यहाँ। घुम्न आउन सक्नुहुन्छ हजुरहरू होइन। कृपया उहाँ चाहिँ हाम्रो कलाकारहरू हुन्छ। आज सुटिङ पनि अब यही हुन्छ। आज लगभग यहाँ 1 घन्टाको काम छ है। 1 घन्टा पछि हामी तलै झर्छौँ। उहाँ चाहिँ पनि फेरि हाम्रो जिग्री दाइ हुन्छ नि फेरि जिग्री दाइ। उहाँ फेरि धेरै वर्षपछि हामी काम गर्न पायौँ है। हाम्रो अशोक भाइको ब्लगमा हामीलाई सबैलाई स्वागत छ। स्वागत छ हजुरहरूलाई पनि स्वागत छ। पर्यो होइन परिसक्यो अब। तपाईँलाई म भित्रको लोकेसन देखाउँछु है। यहाँ चाहिँ मजाले खाने ठाउँ छ, बस्ने ठाउँ छ। सबै यहाँ ट्रेनहरू छ है। यहाँ चाहिँ यस्तो मजाको भित्र ठाउँ छ। यो चाहिँ ट्रेनहरू हो है। तपाईँलाई म अर्को पनि ट्रेन देखाउँछु है। अर्को ट्रेन यहाँ चाहिँ डबल बेड छ, दामी छ है। यहाँ चाहिँ तपाईँहरू आएर बस्नुहुन्छ, डबल बेड छ। नानी कस्तो लाग्यो त नि ठाउँ? राम्रो छ नि। कहाँदेखि आएको नानी? इटाली। यहाँ पनि फेरि रुम बाहिर यसो छ, फेरि भित्र चकाचक छ है। यहाँ बबाल छ। यहाँ ठाउँ हेर्छु ल। तपाईँलाई म अगाडि फ्रन्टबाट पनि ब्याकबाट तपाईँलाई देखाउँछु है। अब हेर्दै हुन्छ होला सबैले। यो ठाउँ कस्तो लाग्छ हजुरले भन्नु है। यहाँ यस्तो मजाको ठाउँ छ है। लोकेसन बबाल छ। तपाईँहरू भिजिट गर्न आउनु सक्नुहुन्छ यहाँ है। उहाँ चाहिँ हाम्रो आजको हिटो नि हुन्छ, आउँदै हुन्छ। आसो आसो लु आयो अरे हो। हाम्रो क्यामेरा रेडी भइसकेको छ है। यहाँ बबाल देखिन्छ त यार। तपाईँलाई म बाहिरको भ्यू देखाउँछु है। तलको भ्यू देखाउँछु म, कस्तो लाग्छ हेर्नु होला। हेर्न सक्नुहुन्छ तलको भ्यू। तपाईँलाई कतिको मनपर्छ है। यति मजाको छ। त्यसमाथि मौसम खुलेर पनि हो कि यति सुन्दरता। हाम्रो नेपाल यस्तो छ है। कहीँ जानै पर्दैन स्वर्ग खोज्नलाई। आफ्नो ठाउँमा छ, चिन्न सक्नु पर्यो है। यहाँ के हुँदैछ यहाँ हेर्नु है।
जसरी भने राख्नु न यो भारी भइसक्यो त्यस्तो राख्दा भइसक्यो क्या कति भारी छ मोडल भयो मोडल भएको भए एकदम केटी कहाँ एक्जिट हुन्छ केटी त्यही छ नि त त्यही छ भयो केटाको त यसलाई यस्तो सिधा यस्तो गर न बोक्नु त भाइ अनि मोडल भनेर भागीमा नै हुनुपर्छ त हौ किन नहुनु भएको थ्याङ्क यू भिजिट अगेन फेरि पनि आउनु होला भनेर लेख्नु भएको छ तपाईँलाई आउने बाटोहरू यहाँ चाहिँ यहाँ पनि मजाको ठाउँ छ हेर्न सक्नुहुन्छ यस्तो चाहिँ